हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो गाइज। सबैजनालाई सन्चै छ होला है। म पनि ठिक छु, तर लाइक कमेन्ट र सब्सक्राइब पनि गरेर गइदिनु होला। सकेसम्म मेरो युट्युब फ्यामिलीसँग जोडिन आउनु होला साथीहरू सबैजनालाई है। गाइज फेसबुकले नराम्रोसँग वाट लगाएको छ मेरो। हेर्नुहोस् के भयो भन्दाखेरि म भन्छु बिस्तारमा। बिहानदेखि एउटा अपडेट आइरहेको थियो कि योर अब मोनिटाइजेसन भयो स्टारद्वारा भनेर फेसबुक खै के अपडेट आयो हेरेको है। मक्ख परिरहेको थिएँ। ल अब यसो ब्याङ्क एड गर्नु पऱ्यो, पेमेन्ट मेथड भनेर भन्छ, त्यसमा गएँ है। त्यसमा गएर पनि ब्याङ्क मेथडको लागि चाहिँ मैले एटिएम समेत नयाँ लिएर आएँ है। हुन्छ कि अब फेसबुक मोनिटाइजेसन हुन थालेपछि अलिअलि भिडियो कन्टेन्ट मार्फत यसो अलिकति आउँछ कि भन्ने सोचेको। के आउँथ्यो हुन चाहिँ त्यो गरेको। हेर्नुहोस् कति पटक कहाँ कति दाबिसके, कति के दाबिसके, कति के दाइसके, कहाँ पोस्ट कार्ड कहाँ के भन्छ डिटेल भरिसके, खुल्दैन। तनाव लागिसक्यो क्या। दिनभरि ओभर ह्याङ भएको जस्तो भएको छ दिमाग। ल्यापटप हेरिरहेको छु, मोबाइल हेरिरहेको छु, अपडेट गरिरहेको छु, के गरिरहेको छु है। लास्ट ह्याङ भइसकेको छ। के गर्ने भनेर सोचमा तनाव भयो। केही हुनेवाला छैन भने पछि यसो अब सोच्दाखेरि त त्यो त सबै 18 वर्ष पुगेका सबैको मोबाइलमा चाहिँ फेसबुक पेज अपडेट हानिदिएको रहेछ। त्यो भेरिफाई गरिदिएको रहेछ मेटा कम्पनीले है फेसबुकको। मार्क जुकरबर्ग सर चाहिँ के गर्नु भएको। अब कि हामी अनपढ त होइन होला कि नजाने हो कि मेरै प्रब्लम भयो। फेरि भाइको उता अरू भाइको मोबाइलमा अपडेट गराउनु खोज्दाखेरि उसकोमा अलिअलि भइरहेको थियो है। उसको सही गइरहेको थियो, मेरो चाहिँ कहाँ मिस्टेक भयो भनेर हेर्छु। हुँदैन अब के गर्ने त यार, सोचमा पऱ्यो है। त्यसपछि बल्ल तल्ल अब रिल्याक्स भयो, शान्त भएको छ। अब भयो यो हुँदैन भनेर सोच्यो, बसेँ। जहिले दिन्छ नभए नहुन्छ, केही छैन। पढ्ने हो, मजाले पढ्ने हो, पढाइबाट सोचेको हुन्छ नसके केही न केही होइन त। के गर्छ साथीहरू भन्नुहोस् त। लास्ट तनावमा भयो क्या। तनाव भन्दा पनि आज दिनभरि ओभर ह्याङ भयो। यो मेरो फ्यामिलीले सुन्यो भने मार्छन् मलाई फेरि। तर के गर्ने, फेरि युट्युबमा हाल्नलाई कन्टेन्ट त चाहियो। के गर्ने, कन्टेन्ट छैन। लास्ट इरिटेट भएको चाहिँ म यस्तो इरिटेट भएको भने ओभर ह्याङै भएको क्या टाउको त्यहाँ। आज थाहा भयो भने त फेरि मार्छन्। अब राम्रो गऱ्यो, राम्रो भएको पो त फेरि मख पनि पर्थ्यो होला है सबै। अब राम्रो भएको छैन, राम्रो हुनै सकेको छैन त के मख पर्यो। उल्टै मलाई गाली गर्छन् आज। त्यो कारणले गाइज यो मलाई मात्र भएको कि फेसबुक हेर्ने साथीहरू सबैलाई त्यस्तै भएको छ भने कि कसैले जानेरै गरिसक्नु भएको कि कृपया मलाई त्यो बारेमा सजेसन गराइदिनुहोस् त। मेरो त्यो अपडेटै नभएको कि मैले काहीँ मिस्टेकै धेरै गरेँ कि त्यस्तै भएको छ भने हेर्नुहोस् त है।